टाइटल भनेको चाहिँ बिल्डिङ एआई एजेन्ट्स छ। अब यसमा चाहिँ हाम्रो पार्ट 1 को सेसन्स हो। सो हामीले चाहिँ यसमा अब सिरिज अफ सेसन्स गर्ने प्लान गरेको छौँ। सो बिकज एउटै सेसनमा सबै कुराहरू कभर गर्दा चाहिँ ओभरवेलमिङ पनि हुन जान्छ। सो अहिले चाहिँ हामी बेसिक कुराहरू, फाउन्डेसन लेभलको कुराहरू कभर गर्छौँ। अनि त्यसपछि अपकमिङ सेसनमा चाहिँ अलिक डिटेल्समा त्यसलाई कोड लेभलमा कोड इम्प्लिमेन्टेसन्सहरू पनि गर्छौँ। सो आज चाहिँ सो इट्स लाइक अलिकति विदाउट प्रेसर फ्री सेसन जस्तो हुन्छ हुने ट्राई गर्छौँ है त हामी। सो यसमा तपाईँले तल देख्न सक्नुहुन्छ एटिएस अवेर टिम अफ एआई एजेन्ट्स। सो हाम्रो एट द एन्ड हाम्रो गोल चाहिँ के हुन्छ भन्दाखेरि हामी यस्तो एआई एजेन्ट्स बनाउँछौँ जुन चाहिँ एप्लिकेसन ट्र्याकिङ सिस्टमहरूकोलाई चाहिँ अवेर एउटा रेज्युमेहरू चाहिँ बनाउन हेल्प गर्छ होइन। सो हाम्रो गोल चाहिँ त्यो हुनेछ एआई एजेन्ट्स बनाउने। सो त्यसलाई नै गोल राखेर हामी सेसन। सो यो चाहिँ आजको टेबल अफ कन्टेन्ट्स चाहिँ छ होइन। सो फर्स्ट अफ अल विल गो थ्रु मोटिभेसन्स, किन एआई एजेन्ट सिक्ने होइन, लाइक यो यसको नेसेसिटी के छ होइन, किन चाहिँ यो सिक्नु पऱ्यो भन्ने कुराहरू मोटिभेसनबाट हामी सुरु गर्छौँ। र त्यसपछि इफ यु नो फ्यामिली विथ ल्याङ्ग्वेज मोडल इट्स फाइन होइन। अब ल्याङ्ग्वेज मोडलको कतिपय थाहा छैन भने चाहिँ हामी थोरै इन्ट्रोडक्सन मात्र गर्छौँ, यसमा डिटेल्समा केही पनि जाँदैनौँ बिकज अपकमिङ सेसन्सहरूमा नि हामीले प्लान गर्छौँ, तर आज चाहिँ थोरै इन्ट्रोडक्सन मात्र हुन्छ। अनि त्यसपछि फाइनली प्रम्प्ट इन्जिनियरिङको कुराहरू चाहिँ हामी कभर गर्छौँ र के स्ट्राटेजिजहरू छ हामी हेर्छौँ होइन। अनि ल्याङ्ग्वेज मोडल्स र लार्ज ल्याङ्ग्वेज मोडल्स काइन्ड अफ रिलेटेड कुरा अलिकति थोरै डिफ्रेन्स छ, तर जस त्यसको लिमिटेसन्सहरू चाहिँ के छ हामी हेर्छौँ होइन। अनि त्यसपछि यो ऱ्याक सिस्टमहरूको इभोल्युसन्स भएको छ होइन। अनि सो विच इज भेरी पपुलर, ठुल्ठुलो कम्पनीहरूले पनि इम्प्लिमेन्ट गरिरहेको छ स्टिल होइन। अनि यो कुराहरू चाहिँ हामी के हो रिट्रिभल अगुमेन्टेड जेनेरेसन के हो भन्ने कुराहरू हेर्छौँ। त्यसपछि आउँछ मेन एजेन्डा, द्याट इज एआई एजेन्ट्स। हामी एआई एजेन्ट्सको कुराहरू गर्छौँ, त्यसपछि एजेन्टिक डिजाइन प्याटर्न्सहरू हेर्छौँ, अनि एउटा ल्याब गर्छौँ, क्विक ल्याब हुन्छ होइन। सो त्यसमा चाहिँ एटिएस ओभर एआई एजेन्ट्स बनाउन ट्राई गर्छौँ र चाहिँ टिम अफ एआई एजेन्ट्स हुन्छ, नट अन्ली एउटा एजेन्ट्स, हामी मल्टिपल एजेन्ट्सलाई चाहिँ कम्बाइन गरेर एउटा केही सिस्टम बनाउन ट्राई गर्छौँ द्याट सल्भ सम फ्यु प्रब्लम्स। तर अब त्यसबाट चाहिँ सम लिमिटेसन्स पनि हुनसक्छ, बट हाम्रो गोल भनेको चाहिँ अन्डरस्ट्यान्डिङ एआई एजेन्ट्स हुनेछ। र यसमा चाहिँ तपाईँहरूलाई अहिले यो सेसनमा चाहिँ कुनै पनि कोड लेख्नु पर्दैन। बिङ सेड द्याट यसको कन्सेप्ट चाहिँ तपाईँले लाइक प्रोडक्सनमै पनि युज गर्न सक्नुहुन्छ है। सो इफ युआर अलरेडी फ्यामिली विथ कोड, तपाईँलाई यसको यहाँ सिकेको आइडियाले चाहिँ तपाईँले प्रोडक्सन सिस्टममा चाहिँ एजेन्टिक सिस्टम्सहरू चाहिँ बनाउन सक्नुहुन्छ है त। अनि अब विथ पर्सनल एक्सपिरियन्स विथ सम कलिग होइन, मेरो कलिगहरूको बेसिसमा को फिडब्याक अनुसार पनि सम डुज एन्ड डन्स फर बिल्डिङ एआई एजेन्ट्सको कुराहरू चाहिँ हामी कभर गर्छौँ र फाइनली हामी सेसन्स कन्क्लुड गर्छौँ है त। सो यसरी चाहिँ आजको एजेन्डा हुनेछ। ओके, लेट्स स्टार्ट विथ द मोटिभेसन्स होइन। सो किन सिक्ने त एआई एजेन्ट्स होइन। अब तपाईँले लाइक इफ यु अब लिङ्कडिन तपाईँले ओपन गर्नुहुन्छ भने आई थिङ्क जहाँ पनि एआई एजेन्ट्स अहिले सुनिरहेको हुन्छ होइन, एभ्री वान इज टकिङ अबाउट एआई एजेन्ट्स। अनि के छ त ठुल्ठुलो कम्पनीको अब पर्सनाहरूले चाहिँ के भन्नुहुन्छ त एआई एजेन्ट्सको बारेमा होइन, त्यो पनि हेरौँ। सो मार्क जुकरबर्ग होइन ले चाहिँ अब लाइक के प्रिडिक्सन गरेको छ भन्दा, सो फर्स्ट अफ अल उनीहरूको कम्पनीको मेजोरिटी कोड चाहिँ एआई सिस्टमले लेखिरहेको छ। अनि मेटा एआईले चाहिँ एआई एजेन्ट्स बनाउनलाई पनि हेल्प गरिरहेको छ। भन्नुको मतलब चाहिँ मेटाको सिओहरूदेखि लिएर बिग पर्सन्स फ्रम मेटा एज वेल लुकिङ इन्टु दिस एआई एजेन्ट्स होइन। भनेपछि त अब केही त अलिकति अन्डरस्ट्यान्डिङ त हुनु पऱ्यो। सो त्यो हिसाब पनि एउटा हाम्रो एआई एजेन्ट्स सिक्ने एउटा मोटिभेसन हुन पायो होइन। त्यस्तै गरी अब अर्को पर्सना द्याट इज माइक्रोसफ्ट सिओ होइन, सत्य नडेला। सो यो एउटा सास इज डेड भनेर आइरहेको हुन्छ होइन। अब यो साँच्ची के हो त, सो सास मिन्स सफ्टवेयर एज अ सर्भिस होइन, यो साँच्ची के हो त। अब लाइक वाट्स द रियालिटी होइन, यो बिहाइन्ड यसको कुराहरू, यसको स्टेटमेन्टको बिहाइन्ड चाहिँ के छ त भन्ने कुराहरू अन्डरस्ट्यान्ड गर्नको लागि पनि एआई एजेन्टको बारेमा बुझ्न चाहिँ नेसेसिटी छ होइन। अनि एनदर फेमस पर्सन होइन, अब एनभिडिया सिओ, अब एउटा लाइन्स द्याट इज 2025 इज द इयर अफ एआई एजेन्ट्स होइन। यो चाहिँ आई थिङ्क लिङ्कडिनमा एकदमै पपुलर छ यो लाइन। सो अनि बिग पर्सनाहरूले पनि यो कुराहरू चाहिँ भनिरहेको हुन्छ। सो इन अफ द 2025मा चाहिँ मल्टिपल एआई एजेन्ट्सले चाहिँ प्रोडक्सन सिस्टममा होइन ठुल्ठुलो कुरा प्रब्लम्सहरू चाहिँ रियल वर्ल्ड प्रब्लम्सहरू चाहिँ सल्भ गरिरहेको हुन्छ भनेर चाहिँ आइरहेको हुन्छ। भनेपछि लाइक बिग प्रोफेसनलहरूले चाहिँ एआई एजेन्ट्समा अथवा एआई एजेन्ट्स अहिले त एजेन्टिक एआईको कुराहरू पनि आइरहेको छ होइन। सो यतातिर चाहिँ सिफ्ट भइरहेको छ भनेपछि आई थिङ्क समथिङ इज टु फोकस होइन। अब यो सिक्नु चाहिँ जरुरत छ भन्ने हिसाबले चाहिँ एउटा मोटिभेसन डेभलप गर्न चाहिँ सकिन्छ। सो यो भन्दै अब हाम्रो नेक्स्ट टपिकमा जाऊँ होइन। अब एआई एजेन्ट्स त यहाँतिर छ है, अनि लाइक अहिले चाहिँ हामी ल्याङ्ग्वेज मोडल्समा छौँ होइन।
अब यो चाहिँ किन गरिरहेको छौँ भन्दाखेरि एआई एजेन्ट्सको फाउन्डेसन्स चाहिँ अब ल्याङ्ग्वेज मोडल्सको चाहिँ मा चाहिँ एकदमै डिपेन्ड गरिरहेको गर्छ होइन। सो विच विल बी लुकिङ इन्टु फ्यु मिनट्स होइन, हामी हेर्छौँ। अब त्यही भएर थोरै ल्याङ्ग्वेज मोडल्सहरूको बारेमा चाहिँ थोरै इन्ट्रोडक्सन गरौँ, अनि त्यसपछि चाहिँ हामी फाइनल्ली यो कुराहरू सल्भ गर्दै हामी एआई एजेन्ट्सतिर चाहिँ मुभ हुन्छौँ है त।